यो रारातालको मान्छे हिँड्ने पद यात्रा गर्ने दृश्य यति खराब छ कि हामीलाई कसरी हिँडेर हामीलाई यी सबैभन्दा नराम्रो पक्ष नै रारातालको मलाई त्यही लाग्यो। 100 रुपियाँ पर पर्सन उठाउने अनि विदेशीहरूलाई चाहिँ 500,000 समथिङको छ अनि त्यो पैसा सबै आफै खाने। अहिलेसम्म एउटा पनि सजिलोको लागि भनेर कुनै काम भएका छैनन्। पुलहरू पनि पूर्ण रूपमा जीर्ण अवस्थामा छन्। बाटो हेर्न सक्नुहुन्छ हिँड्ने यस्तामा हिँडेर आइरहेछ मेरो। यी पुलको अवस्था लास्टै डेन्जर। राराताल त्यहीँनिर छ। जिन्दगीमा यो जस्तो पिछडिएको क्रुज डेस्टिनेसन मैले अहिलेसम्म कहीँ देखेकै थिइनँ। सायद यो ठाउँ अहिले बाहिर देशको आँखामा पर्थ्यो भने एक त आफैमा स्वर्गको टुक्रा, त्यो माथि झनै सुनमा सुगन्ध जस्तै थपिन्थ्यो होला। तर नेपालीको हातमा पर्नाले यो चाहिँ सुनमा गोबर मिसाए जस्तै भयो अथवा चाँदी मिसाएको जस्तै भयो। टिकट किन काटिस् त के? माथि माग्छ टिकट, माथि बाटोमा फर्किने बेला।